म पनि नेपाली हो, तपाईँ मेरो देश हो, तपाईँको भन्दा मेरो देश हो, तपाईँको माया छ, के लुटे अहिले उहाँहरू पनि हो, उहाँ राम्रो गाडी चलाउनुहुन्छ, राम्रो घरमा बस्नुहुन्छ, यस्तो कुरा गर्नु यहाँ सुन्नु तपाईँ के राम्रो राम्रो जग्गा बस्छ उहाँहरूका, राम्रो राम्रो दरबारमाका जग्गा बस्छ उहाँहरूका, राम्रो राम्रो होटल बस्छ उहाँहरूका, राम्रा राम्रा चिज सबै उहाँहरूलाई चाहिने, पैसा जति सबै उहाँलाई चाहिने, नेपालीका बिजनेस सबै घोषिसक्नु भयो उहाँहरूले। नेपालीको अब एउटा सुरज पैसाले गइरहेको छ, त्यो पनि कुन दिन घोषिन्छ। चोरलाई चोर भन्नुहुन्छ, जग्गालाई जग्गा भन्नुहुन्छ। म चोर हो, तपाईँले आफै भन्नुहुन्छ। हो त तपाईँले भन्दै हुनुहुन्छ, मैले भने तपाईँ ढाका हो, तपाईँलाई म चोर भन्नेलाई ढाका भन्छु अनि हुन्छ, मैले भन्दैमा तपाईँ राम्रो मान्छे हो, बिजुलीको पैसा दिनुपर्छ पहिला। अनि यहाँ हुन्छ नि कृषिको सब्सिडी लोन भनेको 2%मा पाउने लोन, कृषिको लोन हो। गरिब जनताले कृषकले पाउनुपर्ने कृषकले पाएन क्या, उहाँहरूले दिनु। म भन्नु भाइ, अब उहाँहरूलाई यसरी छाडा छोडिदियो भने नि नेपालीहरूको हातमा लोटा हुन्छ, उहाँहरू आउँदा लोटा लिएर आउनुहुन्छ, त्यही लोटाले पानी खानुहुन्थ्यो, त्यही लोटाले धुनुहुन्थ्यो, यो कुरो लेखेर राख्नुहुन्थ्यो। तपाईँ एकदम डाइरेक्ट मानमर्दन गर्दै हुनुहुन्छ, के गर्नुहुन्छ? मैले अब जरुर गर्नुपर्ने, तपाईँहरू जसो गर्नु पर्दैन, त्यसले कतिजनाले रोजगारी पाएको छ, कति परिवारले रोजगारी पाएको छ, कति महिलाले पाएको छ हेर्नु। रोजगारी पाएर हो आज देश खाली भएको, मान्छेले रोजगारी दिएको छ, देश खाली भएको, एकजना व्यापारीले देश खाली भन्न मिल्दैन। तपाईँले गर्दा मिल्दैन भन्दैन। चारवटा पत्रकार पालेर चारवटा पत्रकार तपाईँले विज्ञापन दिएर देश बन्दै यो कुरा बुझ्नु। आज डक्टरले 3 महिनाको तलब पाएको छैन भन्छ, शिक्षा तलब पाएको छैन भन्छ, पुलिसले राजीनामा दिन खोज्दैछन्। यो भन्न मिल्दैन। मारवाडीले के गरेको छ भन्ने कुरा हेर्नु पर्यो नि। मारवाडीले त गरेको छ, त बाल मन्दिर खाएको छ, पशुपतिको त्यो खाएको रहेछ, के खाएको छ? तपाईँले त्यो कुरा छोडिदिनु त। एउटा 12 वर्गको भिलाजी छ नि गाउँमा, गाउँको मान्छे सिरक पनि छैन, ढसका पनि छैन, है भाँडाकुँडा पनि छैन। यस्तो मान्छेले 24% एनआइसी एसिया लग्नु त्यो पनि मेरो मेगा ग्लोबल लग्नु कसको मलाई थाहा छैन। तपाईँलाई चुसो कति चुस्नुहुन्छ भाइ, कति लिनुहुन्छ गरिबको, छाला कति काट्नुहोस् गरिबको। आज पीडा हुन्छ मलाई भाइ। मैले दसैँ पछाडि त 1-2 लाख मान्छे आउँदैछ नि त काठमाडौँ, सबै तिनै आउँदैछ। तपाईँहरूलाई नमस्ते गरेर आउँदैछ तपाईँको सबै रुवाभरि यो देशमा पैसा लिएर ब्याजमा दिने उहाँहरू, ब्याज सबै मिलाउने मान्छे उहाँहरू उद्योगपति नेपाली, उद्योगपति नेपाली पैसा लिएर ब्याजमा दिने सबै पैसा बाहिर सबै उद्योगपति पैसा विदेशमा लगाएको छ। ब्याङ्कको म्यानेजरले नि ऋणीको बुढीलाई फोन गर्यो अस्ति चिन्तामणमा, अनि मैले पनि के भन्दै उसको पनि बुढीलाई फोन गर्दै भाइ, ब्याङ्कको सिओले उसलाई फोन गर्छ भने उसको पनि बुढीलाई फोन गर्छ भाइ। यो देशलाई अब स्थायी रूपमा शान्ति र स्थायी रूपमा अघि बढाउनु नि राष्ट्र संस्था चाहिन्छ। राष्ट्र संस्था जनताले भाइसक्यो, देशलाई जनताले कुन चाहिँ जनताले फ्याँकेको भइदियो, अरू त राजा आउनुहुन्छ, त्यही राजाले लाग्छ। त्यसो पुरो राजा के अरे राजा बन्दै हुनुहुन्छ, भन्नुहोस् कति महिना बित्यो तपाईँलाई किन महिना चाहियो भन्नु, कसरी भन्नुहुन्छ? अब दरबारमा गएर बसेपछि कन्ट्रीमा गएर बसेपछि कसरी भन्नुहुन्छ? तपाईँले सोध्ने कुरा त्यसो नारेटीमा अब हिजो पृथ्वी नारायण सानो प्रवेश हुन्छ, कसले जनताले राजा बनाउँछ सबै नबनाउनेलाई भक्तपुरको हेर्नुभयो, नेपालभरि हेर्नुभयो, सोसियल मिडिया त हेरिराख्नु आज के के भन्छन्, प्रचण्डलाई के भन्छन् र उहाँलाई के भन्दैछ।